के हो त साकेलामा चारी निकाल्न भनेको। चाम्लिङ, दुमी, खालिङ, थुलुङ इत्यादि पाछाका राईहरूले गर्ने एउटा ठुलो माग सेवा हो। साकेला माग एउटा लुङ अथवा ढुङ्गाको रूपमा थानमा उब्जिने गर्दछ, जसलाई सालपिछे माटोबाट केवल त्यस समूहका खतुवा नाचुङले निकालेर अरू बुजुर्गहरूसँग मिली पुजेर फेरि उसैको स्थानमा राखिदिने चलन छ। साकेला माग अथवा चारीले अन्नपानीको सह र सुरक्षा सारा गाउँलेहरूलाई दिन्छ भन्ने मान्यता चलिआएको छ। त्यसैले साकेला चाड पनि हो, नित्य पनि हो र साकेला माग पनि हो भनेर बुझ्न सकिन्छ हामीले।